हेलो साथीहरु, हामी चाहिँ गणेश मन्दिर डुल्न गइरहेको छौं। हाम्रो भिडियो हेर्दिनु होला यता। ओइ मेरो युट्युब च्यानल हेलो भन। हेलो ओ ब्युटिफुल। यो खुसीले कस्तो मजाले लड्यो क्या फेरि हो। ओके छ त ब्रो। यिनीहरूले चाहिँ भ्लग बनाउँदैछ गाइजहरू होइन। एउटाको चाहिँ खुट्टै चोम्लेर होइन गाइज। दुईजना मान्छेको यहाँ एक्सिडेन्ट भएन गाइजहरू। यो एउटा पहिलो टी सर्ट लाउने भाइ र यो पिङ्क कलर लाउने टी सर्ट लाउने बहिनीको चाहिँ हाम्रो बुहारी नानीको चाहिँ नयाँ बेहुली हो। ऊ अर्को कान्छी बुहारीको यहाँ सासू हो। यो चाहिँ सासूको रोलमा खेल्दै छिन् होइन। सासूले जामा लाएर हिँडिरहनु भएको छ। अनि कान्छी बुहारी र जेठी बुहारी हो। नयाँ बेहुलीहरू चाहिँ टक्क मन्दिरमा गएको के भन्छ हनीमुन मनाउनुलाई। तर बेहुलै छैन र बेहुलै बिना हिँडेको अरे यिनीहरू। सासू नाचेको हेर त। जेठी बुहारीलाई हेला गरेर साथीहरू कान्छी बुहारीलाई चाहिँ माया गरेर पैसा कमाउँछ अरे। धनी बुहारी अरे कान्छी बुहारी। के भयो कान्छी बुहारीलाई चाहिँ हो नाच्दै हिँड्छ त कान्छी बुहारी। हो टक्कसँगले हामी चाहिँ अब कुकुरले के पछि के भयो रुन्छ भाइ। के भयो फेरि यता चाहिँ आँसु त आएको छैन त त्यतिकै रुन्छ त। अनि आँसु पनि निकालेर थुक्लाएर अब टक्कसँगले चाहिँ हनुमान मन्दिर यो ठाउँलाई चाहिँ गणेश थान भन्छ साथीहरू होइन। यस्तै हो हाम्रो भिडियो चाहिँ एकदम हल्लिरहेछ। टक्कसँगले नन्दी हुनुहुन्छ हाम्रो यहाँ। टक्कसँगले यहाँ चाहिँ हनुमानजी हुनुहुन्छ। अब हामी चप्पल खुलाएर भित्र जाँदैछौँ साथीहरू। हेलो यहाँ चाहिँ के हो गणेश भगवान हुनुहुन्छ। ल अब चाहिँ हामीहरू बाहिर जान्छ। छैन नि हौ। टक्कसँगले यहाँ शिवजी भगवान हुनुहुन्छ। हाम्रो सानो मन्दिर हो। गुड। कति छिटो हिँडेको। ब्रह्मा विष्णु महेश्वर हुनुहुन्छ यहाँ। ब्रह्मा विष्णु महेश्वर
ब्रह्मा विष्णु महेश्वर यहाँभित्र चाहिँ के हो सामान राख्ने ठाउँ पो रहेछ त कति धेरै बजाएको